हेलो गाइज, फेरि पनि वेलकम छ सबैजनालाई नेमाको मिनी भ्लगमा। आज चाहिँ एकदमै पानी परेर बिजोग रमाइलो भएको अवस्था। अनि चाहिँ हाम्रो चाहिँ यहाँ सबै फ्यामिली मिलेर चाहिँ आज अब छ्याङ पार्टी गर्दैछु गाइज। छ्याङ पार्टी हल्का जाडोमा चाहिँ तातो होस् भनेर यहाँ हामीले चाहिँ छ्याङ पार्टी गरिरहेको छौँ गाइज। अनि दाइ र मैले चाहिँ छ्याङ खाँदैन, हामीले चाहिँ अनि हाम्रो चाहिँ स्ट्रिम छ। अनि छ्याङ खानेहरूले चाहिँ छ्याङछन् गाइज। अनि यहाँ चाहिँ एकदमै पानी परेर हेर्नु न गाइज, मेरो बाइक पनि एकदम भिजिरहेको छ। अनि मैले चाहिँ त्यही पानी परिरहेको बेलामा मैले सिमसिम पानी परेको बेलामा बाइक स्टार्ट गरेर मैले भिडियो बनाउँछु। साथीहरू कस्तो लाग्यो ल कमेन्ट गरिदिनु होला। ल छ्याङ खाने हो गाइज, छ्याङ यता त छ छ्याङ हाम्रो। ल आजको मेरो मिनी भ्लग चाहिँ यहाँबाट सुरु भयो है साथीहरू। ल आयो सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि एकदमै सन्चै छु। र अहिले चाहिँ हाम्रो यहाँ अब यो चाहिँ अब तपाईँहरूले देख्नु भइसक्यो होला लेखेर मैले युट्युब च्यानलमा। यो चाहिँ हाम्रो सानो एउटा अब प्रोजेक्ट भनौँ न, काम सुरु हुँदैछ हाम्रो यहाँ चाहिँ। हामीले चाहिँ एउटा सानो प्रोजेक्ट बनाउँदैछु। यो फिनिसिङ भएपछि कस्तो देख्छ हेर्नु होला साथीहरू है त। अनि यहाँ चाहिँ फेरि किम्बु कति धेरै पाकिरहेको हेर्नु न साथीहरू। वाउ यामी वाउ, देख्दै मुखबाट पानी गाइज। किम्बु खाने गाइज किम्बु। ल यहाँबाट चाहिँ अब म किम्बु थोरै टिप्छु। अनि दाई भाउजूहरूलाई पनि उता माथि गएर दिनेछु। ल मैले चाहिँ किम्बु अहिले चाहिँ यति टिपिसकेका साथीहरू। ल माथि जाँदैछु म। अब यहाँदेखि माथि पुगिसकेपछि चाहिँ दाई भाउजूहरूले सबले किम्बु दिन्छु है साथीहरू। ल साथीहरू यतिखेर चाहिँ म माथि आइसक्यो। अनि दाई भाउजूले दिनुभन्दा अगाडि मैले चाहिँ टेस्ट गर्दैछु साथीहरू कस्तो रहेछ भनेर। किम्बु चाहिँ हेर्नु न, कुनै कस्तो नपाकेको चाहिँ अलिक अमिलो हुँदो रहेछ कि साथीहरू। पाकेको चाहिँ अनि कस्तो गुलियो हुँदो रहेछ, अनि नपाकेकोहरू चाहिँ अलिक अमिलो हुँदो रहेछ कि। ल फाइनली यता हाम्रो भाउजू पनि आइसकेको छ। अनि भाउजूले पनि किम्बु लिँदै हुनुहुन्छ। ल ट्याक लाएर है साथीहरू। ल तपाईँहरू खाने भए आउनुहोस् होला। किम्बु डु यु लभ किम्बु गाइज। भाउजूले चाहिँ किम्बु देखाउँदै हुनुहुन्छ। ल हाम्रो यहाँ एकजना उर्जेन्ट टुरमा छोरी पनि पुक्कुले पनि यहाँ चकचक गर्दै यहाँ खाने भनेर ऊ चाहिँ पुरै माथि रहेछ कि गाइज। पनि खानुपर्ने र उसलाई पनि। ल हामी चाहिँ यहाँ किम्बु खाँदैछ साथीहरू। किम्बु आउनुहोस् होला तपाईँहरू पनि खानुलाई। ल हाम्रो पुक्कुले हेर्नु न कति क्युट, आमै नि ल कति क्युट हो नि हाम्रो पुक्कुले त। आमामा यो झिङ्गा हेर्नु न साथीहरू, के साह्रो झिङ्गा आएको होला यहाँ छिया झिङ्गा त। ल उर्जेन्ट टुरमा हेर्नु न हाम्रो पुक्कुले, आमा नि यसको क्युट न गाइज। यसको निकनेम चाहिँ के हो थाहा छ तपाईँहरूलाई? उसको के भन्छ निकनेम चाहिँ हामीले घुङ्री राखेको छ। घुङ्री गाइज, घुङ्री कस्तो लाग्यो तपाईँलाई नाम भनिदिनु होला। ल साथीहरू अब यता हेर्नु न। अब यहाँ चाहिँ आमा चाहिँले चाहिँ छोरीले यहाँ के भन्छ किम्बु खुवाइदिएको त्यसमा हालेर। अनि हेर्नु न पुरै रगत आएको जस्तो कि साथीहरू है पुरै। अनि किम्बुबाट हेर्नु न कस्तो कालो पुरै रगत आएको जस्तो कस्तो मजाले खाँदैछ आमा। अनि हाम्रो पुक्कुले हेर्नु न गाइज कस्तो मजाले खाइरहेछ किम्बु। यो के भन्छ पाकेको चाहिँ अलिक गुलियो हुँदो रहेछ साथीहरू, अनि नपाकेको चाहिँ अमिलो हुँदो रहेछ कि। कस्तो मजाले खाँदैछ हेर्नु त पुक्कुले, आमा। अनि उसको मुख हेर्नु न गाइज, कस्तो मुख पनि रातो भइसक्यो क्या। ल साथीहरू आजको मिनी भ्लग चाहिँ म यहीँ खतम गर्न चाहन्छु। मेरो छोटो मिनी भ्लग तपाईँलाई कस्तो लाग्यो होला कमेन्ट गरिदिनु होला है त गाइज। अनि आजको यो मेरो मिनी भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अनि मलाई चाहिँ अब भिडियो एडिटिङ गर्न खासै राम्रोसँग आउँदैन साथीहरू। के गल्ती भयो के भुल भयो माफ गरिदिनु होला है। अनि फेरि पनि सबैजना सपोर्ट गरिदिनु होला है। अब तपाईँहरूको साथ सपोर्ट, तपाईँहरूको एउटा कमेन्टले पनि कति हौसला मिल्छ कि साथीहरू। त्यही भएर कमेन्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। ओके साथीहरू यति भन्दै आजको यो मेरो मिनी भ्लग चाहिँ यहीँ म खतम गर्न चाहन्छु। ओके बाई बाई। अब हामी अर्को नेक्स्ट अनि मिनी भ्लगमा भेटौँ है त साथीहरू। ओके बाई बाई, लभ यु अल।